So hello everyone, welcome back to my channel and new video. I hope तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै एन्ड फिट एन्ड फाइन छौं साथीहरु। सदा जसरी नै म फेरि आइसकेको छु टक्क ड्युटीमा। ड्युटी अब नसकिने हो, अब त लगभग अब कति छ अझै पनि छ। अनि आज चाहिँ एकैचोटी जहिले बेला खाना खानु जानु ढिलो हुँदैछ के, बिहानको खाना 2 बजे 3 बजे खुवाइ हुँदैछ। त्यो कारणले गर्दाखेरि चाहिँ आज एकैचोटी खाना ड्याङडुङ खाना खाएर यत्रो पारेर पेट यत्रो पारेर हामी आइसकेको छौँ। सो हैन, अनि बिहानै उठेर चाहिँ हामी के गर्यौँ भने बिहान उठेर बालुवा सकेको थियो, त्यो बालुवा एकटिप हामीले लिएर आयौँ त्यहाँ। अनि बालुवा लिएपछि खानासाना खायौँ, त्यसपछि आयौँ हैन। त्यस्तै हो, मसला हिजो उब्रेको मसला यति छ, हिजो यो हानेको यहीँ यताको आज यताको हान्ने विचार छ। यता छन्, उता छ, उता छ, कति छ कति। अनि एउटा कोठा कम्प्लिट भइसकेको छ यी, र कोठा चाहिँ कम्प्लिट हान्यो। पानी चाहिँ कसले अघि माइला आएको होला लाउँदै। अनि पानी यता पानी सानी लाएर कोही अब बालुवा चल्ने यताउता गर्ने सबै प्रक्रिया पुरा गर्नु पर्यो। आज चाहिँ घाम थोरै लागेको छैन है। हो, घाम यस्तो लागिरहेछ ल सबै। तिनीहरू त्यो फोहोर पछि सफा गर्दा फोहोरमा जान्छ क्या। त्यति यहाँ मुछ्नु, त्यसपछि यसरी भित्ता हान्नु क्या। अनि यसको लागि यहाँ मुछ्नु, यसरी भित्ता हान्नु। जसरी भए पनि अब उपाय त गर्नु पर्यो नि त, जे गरेर पनि। के खाएको आँखा सन्के सन्के जिब्रो पर्काएर पकाए सगरमाथाको अचार। सगरमाथाको अब खाइसक्यो? अनि त्यो नुन चाहिँ किन फालेको त? त्यहाँ फाल्ने हो। यो बालुवा मिसेर जान्छ, मिस्कट हुन्छ। जान अरे सिमेन्ट पक्रेन भने होङ्गी जरा भने ए सबै आज चाहिँ कहाँदेखि लियो? कत्रो कत्रो यत्रो 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 यत्रो। म चोइ खान्छु एक दिन। यो बेलुका खाएको दुईटा, आज खाइने दुईटा। मासु पलाएर डाइरिया चलेर छेरपाटे चल्ला नि फेरि। त्यहाँ यी बेला हिँड्नुको लागि नि, यसी बेला हिँड्नुको लागि नि त्यहाँ मकै पनि नउम्रेको रहेछ। ऊ उम्रेन बाटोको लागि। लु त्यो जाली तिमीहरूले त्यसपछि ठाडो पार, त्यसपछि छमछम यसरी हान्। अनि त्यो छ नि सुनेकै थियो। अन्त बालुवा यो चालेर झलेको बालुवा फेरि उता सार्ने, त्यसरी गर्ने। त्यसरी गर्दै गर्दै बालुवा अलिक आजको त अलिक मसिनो छ, अब अलिक राम्रै हुन्छ होला। यत्रो घाम चाहिँ हेर न, अल्छी लाग्दो झलमल्ल। यो अल्छीको भार हो। सामानहरू झिक्लो। तपाईँ तल पानी बेल्दै दिनु न, म लाउँछु यहाँ माथि है। सो अब म चाहिँ कामको बिजी हुनु पऱ्यो। अब म काममा बिजी हुन्छु। सो अब यस्तै हो साथीहरू, कुराकानी भनेको यस्तै हो। यो अनेक ल्याउँदै, यसले यो के लिएको? यो अनेक ल्याउँदै यहाँ राख्छस्। तँलाई त गर्मी भयो कि अहिले खाना खाएर आएको ठ्यास ठ्यास्ती भएर के। मलाई पनि आधी दे, मलाई पनि। यहाँ आइज नि, यहाँ पर आइज। मलाई आधी दे। तिमीहरूको सानो छोरो मासी पलाउँछ, मलाई त मासी पलाउँदैन नि त। ठुलो मान्छे अँ मलाई मासु पलाउँछ। यहाँ अर्कै छ भन्छ म पनि मासु पकाउँछु भन्छ। को उ त्यो मासी भन्दैछु, मासी पलाउँछ भने चाहिँ कसरी मासु पकाउँछ सुन्दैछ यिनीहरू त फेरि। खोइ टु गरेर दे न, त्यो ताच्नु पर्दैन है। शिबुले लिएको आप यो भन्दा पनि ठुलो छ अरे। अनि घरको चोरेर ल्यायो होला, लखेर छ अनि थाहा हो। छिटो यहाँ खानु पर्छ छिटो। तिम्रो पो इन्जिन अलिक कमजोर हुन्छ, सानो छ इन्जिन, सानो हुन्छ, त्यही भएर मासु पलाउँछ। मलाई त पलाउँदैन नि त। तपाईँको मुखमा अहिले भुलभुले पानी उठ्दैछ होला। तेरो चाहिँ आइसक्यो होला, तास्दै अनि खुब
उसलाई चाहिँ त्यस्तो भयो नि अरूलाई चाहिँ भन्दै सक्यो नि उसलाई धेरै भइसक्यो नि न कम्ती नत्र त्यस्तो सोच्दैन उसले ल एउटा एकजना न ठुलो त नि यत्रो आफूको दाना ताच्नु पनि दिनभरि लाइस छिटो काट्न छिटो खाएर छिटो काम गरिहाल्नु पऱ्यो क्या यो कता गएको थियो कुसाले अघि त थिएन त बिहान त कहाँ गएको थियो माथि काम गर्छ नि त ए होइन अघि त थिएन त बिहान त थिएन त नि माथि थियो त देख्नु भयो हामी गर्दा ऊ कुशल पनि काम गर्दैछ मैले भनेको कुसालेमा काम गर्नुमा भन्ने खोइ यसको जिब्रो चाहिँ खोइ त नि ऊ तल झरी गयो देख्नु हुँदैन बाबासित त्यो जिब्रो हो र ले भयो त चान्नीको 2082 सालको आँप कति मिठो रहेछ यसले उठेर मुखै धोएको छैन क्या हो आँप चाख्यो साथीहरू धेरै खायो भने त मासु पोलाइहाल्छ डाइरिया चल्छ डाइरिया चल्यो भने आँखाहरू भित्र गइहाल्छ क्या त्यही भएर कहिले कहिले अलिअलि चाख्ने हो पायो भने त फेरि दबाउने हो सक्यो तँलाई खानुहोस् खाँदैन छैन चिबु घरिघरि कहिले काहीँ ल्याउँदै गर्नु ल कहिले काहीँ ल आप पनि खायो साथीहरू मम्मीले ए मम्मीले पनि भेट्नु भयो आप यसले बोक्रा फेरि सबै त फालेछ बुबाले पनि भेट्नु भयो आप भेट्नु भएन सो साथीहरू गाउँतिर हुँदा होइन रातो माटोले टक्क घर पुग्थ्यो अनि यस्तरी गाडा लिप्थ्यो भने यहाँ त एकैचोटि यस्तो गर्नुपर्ने रहेछ यतातिर होइन के गर्नु गाह्रो छ अनि म चाहिँ घर लिप्दैछु अहिले एकदम बिजी छु साथीहरू अनि पसिना सरी भइसक्यो म लिख्दैछु मेरो चलिरहेछ मजा तरिकाले यस्तै छ है साथीहरू यस्तै छ म त एकदम बिजी छु अहिले त मसला माइला मसला गरे पुगेन खै मसला सोसाइटीमा म चाहिँ एकदम बिजी व्यस्त क्या किन व्यस्त भन्दाखेरि त्यति देखिराख्नु भएको छ त्यो हान्दैछु भर्खरै होइन अनि आज रात पनि परिसक्यो क्या लगभग कति बजिसक्यो भने अहिले 5 बजिसक्यो होइन त्यो त्यति भइसक्यो रात परिसक्यो क्या त्यही भएर हतार गर्दैछु त्यही छ साथै भने अघिको अनि हामीले फिनिसिङ गरिसक्यौँ नि यो अघि हामीले फिनिसिङ गरिसक्यौँ है अनि त्यताको हान्दैछौँ उताको त्यो टालिसक्यौँ सो आज यो 2 पाटो सक्यो भने अलिक छिटै सकिन्छ कि भन्ने आश छ मलाई होइन अनि त्यही हो साथीहरू अब खोइ म एकदम बिजी छु म एकदम हतार छु
सो आजको भिडियो यति नै, भोलि अर्को भिडियोमा भेट हुनेछौँ। हेरेर इन्जोय गर्नु होला। र यदि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अनि सकेसम्म भिडियो फुल वाच गरिदिनु होला। भिडियोमा के छ कमी कमजोरी, हाम्रो काम कस्तो भइरहेछ त्यो पनि कमेन्टमा कमेन्ट गर्नु होला। ओके, भोलि हामी भेट्नेछौँ। बाई, लभ यु अल, टाटा।